एजु मात्र नभएर अब जापानले किखा गरेका यानी कि पासपोर्ट लिएर बसिसकेका मान्छेहरूलाई पनि उनीहरूले त्यो पासपोर्ट चाहिँ रद्द गर्न सक्छन् भन्ने अब नियम ल्याउनु पर्यो भनेर चिन्नो खाई भन्नेले चाहिँ कुरा उठाएको। यसको अर्थ अब बिस्तारै नयाँ पार्टीहरू आयो भने विदेशीहरूलाई चाहिँ कडा हुन्छ है। अब पासपोर्ट लियो अब त ढुक्कै भइयो भनेर बस्ने अवस्था पनि अब मान्छेहरूले चाहिँ किखा गरेपछि त ढुक्कै भइयो भन्ने एक किसिमका मान्छेहरू छन् भने एक किसिमका मान्छेहरू चाहिँ बाध्यताले किखा गरेका मान्छे र एजु लिएका मान्छेहरूलाई त झनै गाह्रो छ। किनभने एजु त अब सामान्य पनि अब केही छ भइहाल्यो भने क्यान्सल गर्न रद्द गर्न त्यति गाह्रो छैन। पासपोर्टलाई चाहिँ अलिकति गाह्रो हुन्छ किनभने उसको पासपोर्ट रद्द गर्ने बित्तिकै ऊ चाहिँ नागरिक पनि हुनसक्छ होइन। उसले मतको अब आफ्नो पहिलाको देशको नागरिकता पाउँछ कि पाउँदैन त्यो पनि समस्या आउन सक्छ। अब त्यो भएको भएर अब के हुन सक्ला, अब जापानले के गर्न सक्ला, एक थरीले चाहिँ विरोध गर्न लागिसकेका छन् भने यस्तो नियम चाहिँ यो हुन सक्दैन भन्ने छ भने एक किसिमका मान्छेहरूले चाहिँ विदेशीहरूलाई चाहिँ नियन्त्रण गर्नुपर्छ भन्ने कुरा पनि र विदेशीहरूले चाहिँ जग्गा किनबेच खरिद बिक्री पनि रोक्नुपर्छ, विदेशीहरूलाई जग्गा किनबेच गर्न पनि दिनु हुँदैन भन्ने चाहिँ यो इसिन्नो खाईले चाहिँ कुरा उठाएको छ। र यसले गर्दा जापानमा जति सजिलो छ घर किन्न जग्गा किन्न जति सजिलो छ त्यति अब सजिलो नहोला भन्न सकिन्न। किनभने अब यस्ता नयाँ नयाँ पार्टीहरू आउँदैछन्, नयाँ नयाँ पार्टीहरूले चाहिँ विभिन्न आफ्ना आफ्ना एजेन्डाहरूलाई अघि सार्ने क्रममा यिनीहरूले विदेशीहरूको अहिलेसम्म हुन त जापानमा विदेशीहरू धेरै थिएनन्। 25-30 वर्ष त जति भयो कि विदेशीहरू हुन लाग्यो, नत्र जापानमा पहिला त्यति धेरै विदेशीहरू थिएनन् र अहिले यो 20-25 वर्षको समय अन्तरमा चाहिँ मान्छेहरू धेरै विदेशीहरू आएका हुन्। यो पनि कारण छ होइन। आफ्नो देशमा अहिले यो तौना नाजिया भयो, अरू विभिन्न यी गरिब मुलुकका देशहरूका मान्छेहरू चाहिँ आफ्नो देशमा काम रोजगारी नभएर हामी यहाँ आएको हो भने अब बिस्तारै हाम्रो आफ्ना देशहरू पनि अलिकति माथि उठे भनेदेखि चाहिँ मान्छेहरू चाहिँ आफ्नै देशमा जान चाहन्छन्, आफ्नै देशमा बस्न चाहन्छन्। त्यसरी चाहिँ अब यो अरू देशमा बसेर विदेशीहरूलाई अब कडा गर्यो भनेर निन्दा गर्नु, झगडा गर्नु, गाली गर्नु भन्दा पनि अब आफ्नै देशमा बरु कसरी हुन्छ राम्रो गर्ने, आफ्नै देशमा बरु कसरी हुन्छ आफ्नै देश फर्कने बाटो सोच्न सक्न पाए, बनाउन सक्न पाए, त्यहाँबाट चाहिँ बरु हामी विदेशमा बसेका नेपालीहरूलाई चाहिँ अलिकति राहत हुन्थ्यो कि जस्तो मलाई लाग्छ। र के छ भने अब जापानमा पहिला हामी आउँदा 15-20 वर्ष अगाडि जस्तो थियो स्थिति त्यो छैन, बिल्कुल छैन। अब मेरो सेम्पाईहरूले 25-30 वर्ष अगाडि आउनुभएको सेम्पाईहरूले त झनै एकदमै जिक्खान गर्नु भएको छ होला होइन। पहिला कस्तो थियो अहिले कस्तो विदेशीहरूलाई सोच्ने कुराहरू होइन। विदेशीहरूले चाहिँ विदेशमा यहाँ जापानमा बसेर हामी विदेशीहरूले चाहिँ कस्ता कस्ता क्रियाकलापहरू गर्छौँ, पहिला कस्तो थियो, पहिला कस्तो भाइचाराको सम्बन्ध थियो पहिला। अब तपाईँहरूलाई अब भने जस्तो हुन्छ होइन, पताउनुहुन्न पहिला धेरै कस्तो थियो, धेरै फरक थियो कि यही 10-15 वर्षको बिचमा पनि धेरै हामी आफैले एउटा अनुभव गरेको कुरा हो। पहिला जस्तो भाइचाराको सम्बन्ध थियो अहिले त्यस्तो सम्बन्ध छैन होइन। अब अहिले आफ्नो आफ्नो गुट छौँ, आफ्नो आफ्नो एउटा साथी सर्कल छ, आफ्नो आफ्नो जापानमा विदेशमा भन्नेको अर्थ चाहिँ यो चाहिँ गलत हो, यो चाहिँ ठिक होइन। साथी सर्कल बनाउने कुरा छुट्टै कुरा हो, तर झगडा गर्ने होइन अपराधिक क्रियाकलापहरू गर्ने काम चाहिँ नगरौँ, बन्द गरौँ, त्यही भन्नको लागि हो मैले यो भिडियो बनाएको। अब जापानमा सजिलो छैन, अब किखा गरियो ढुक्क, एजु लियो ढुक्क भन्ने अवस्था छैन। जुनसुकै जस्तो अवस्थामा पनि यदि नराम्रो गर्ने मान्छेहरूलाई लखट्छन् जुन देशबाट पनि। राम्रो गर्ने मान्छे, नियम मानेर बस्ने मान्छेलाई चाहिँ सजिलो छ, बस्नु गाह्रो छैन। तर जो नियम मानिँदैन, जो एउटा त्यो देशको कानुन मानिँदैन, त्यो देशमा बसेर रुल्सहरू फलो गरिँदैन भने त्यस्ता मान्छेहरूलाई अब लखट्नु नै पर्छ। बरा बिचरा कठै बरा भन्ने एजु लिएको के अरे किखा लिएको थियो बिचरा उसको बाध्यताले लिएको भन्ने अवस्था चाहिँ हाम्रो हुनु हुँदैन। जसले गलत गर्छ त्यसलाई चाहिँ गलत ताउनै पर्छ। जो सही हुन्छ सहीको त जहाँ पनि इज्जत हुन्छ, जहाँ पनि राम्रै सम्मान हुन्छ जस्तो मलाई लाग्छ। सही मान्छेहरूको चाहिँ गलत मान्छेहरूले चाहिँ एक दिन 1 महिना 2 वर्ष टिक्न सक्ला, लामो समय टिक्न सक्दैन गलत मान्छेहरू चाहिँ। राम्रो गरेको मान्छेहरू चाहिँ बरु राम्रो गर्ने बेलामा अहिलेको स्थितिमा बरु त्यसलाई गाह्रो होला, अनन्तकालमा पछिसम्म चाहिँ सही गर्ने मान्छे, ठिक गर्ने मान्छेलाई चाहिँ सम्झिरहन्छन् र त्यसलाई बस्न गाह्रो पनि हुँदैन। त्यसैले यहाँ बस्ने हो भने नियम मान्नुहोस्, तिर्नुपर्ने कुराहरू सबै तिर्नुहोस् होइन, ठग्ने कुराहरूतिर नलाग्नुहोस्, खुरापाते दिमाग नचलाउनुहोस्। यो देशमा जस्तो कानुन छ त्यस्तै काम गर्नुहोस्, गाह्रो हुन्न, ढुक्क तरिकाले बस्नुहोस्।